everyone, welcome to my new video. स्वागत छ सबैजनालाई मेरो च्यानलमा। आज चाहिँ हामी त ग्रुपै हुनुहुन्छ। आज चाहिँ मेरो भाइ हुनुहुन्न, मेरो नन्दाहरू हुनुहुन्छ। साउन्डै सुनिएन होला है भाइहरू। तल मेरो साथी र उसको बुढा पनि छ। हामी चाहिँ बनस्थली आइपुग्नु आयो। अब त्यहाँबाट गाडी चढेर जानुपर्ने हुन्छ। गाडी चेन्ज गर्नुपर्ने हुन्छ। हामीलाई चाहिँ गाडी चेन्ज गरेर जानुपर्ने हुन्छ। बनस्थली आइपुग्न लाग्यौँ। धन्न अझ त्यति साह्रो घाम लागेको छैन। नत्र त मरिन्थ्यो धेरै घाम लाग्यो होइन। उहाँहरू चाहिँ मेरो नन्दाहरू गाउँबाट पनि भएको। घुमाइदिउँ भनेर काम नहुँदा हो घुमाउने भनेको होइन। काम भइसक्यो त भ्याउँदैन। त्यही भएर काम नगर्दा घुमाइदिउँ भनेर गाडी चढेपछि नहुँदैन। डल्लै ल साथीहरू, अब हामी चाहिँ वाइटमा जाँदै हो। सबैजना पठाउ आउँदै हुन्छ। भेटिसक्यो। अरू यता पछाडि हुनुहुन्छ साथीहरू। हेर्नु यहाँ वाइट गुम्बाको बिजोक यस्तो छ। यस्तो जामले जानु सकेन साथीहरू। बिजोक भइरहेको हिँड्न नसकेर बाटो जाम भएर हिँड्दा पनि त्यस्तो छ बाटो। हिँड्दा हालत खराब भइसक्यो। हिँड्दा हालत खराब भइसक्यो। पुगेको छैन। हात्ती बाटोमा झर्नु पऱ्यो क्या पठाउमा आएको। त्यही भएर बोल्नै सकेन। स्याहाँ भएर अलि पुग्यो साथीहरू वाइट गुम्बा। कतिको भिड छ है यहाँ चाहिँ। बल्ल आइपुग्यो। बल्ल आइपुग्यो। हामी चाहिँ त्यत्रो हिँडेर साथीहरू बोल्नु सकेन। स्याहाँ भएर हेरेपछि खोलेको भएर आएको है। यस्तो भिड। अब साउन्डहरू आएन भने चाहिँ माइन्ड नगर्नु है। त्यो भिडमा नसुन्नु लाग्छ बोलेको। वाउ नाइस। कति राम्रो आयो। फाइनली आयो त पुग्यो। हेर्नु त यो भिड। भिड यता आउनु यता। देख्नुभयो साथीहरू वाइट गुम्बा फाइनली। हिँड्दा हालत यस्तो खराब भयो कि भिड त आम्मामा कति हो भिड त। पसिनै हालत खराब। फोटो हिँड्नु सम्भवै छैन जस्तो यहाँ है। घुम्ने मात्रै हो। पसिनाले बन्द हुने बेला भइसक्यो साथीहरू। त्यही भएर छिच्छु हिँड्नु पनि हुन्छ। फोटो दिनु त सम्भव भएन यत्रो मान्छेहरू है। यहाँसम्म त बल्ल आइपुग्यो साथीहरू। फोटो त अब कसरी खिच्नु। हेलो माथि छ ए स्वर्गमा आइपुग्यो हामी त। फोटो दिएन साथीहरू। फोटो पनि नदिने यार। फाइनली आइपुग्यो है।
यो फोटो चाहिँ कसको हो? बुधको यो फोटो के? फाइनल गाइज आई डोन्ट नो मन्दिरको जात्रा भन्दा नि मान्छेको जात्रा मान्छे भिड धेरै अब यो लास्ट जोडी हो अर्को जोडी चाहिँ फर्स्ट एन्ड लास्ट हान्ने हो फेरि अब आइदैन पुग्यो आउनु बेला त खुल्लै हुन्छ नि ल एक वर्षको लागि ढुकेर जानुपर्छ है एक डेढ वर्षलाई बोलेको सुन्दैन होला है साथीहरू पक्क लाग्यो ल फाइनली आइपुग्यो हामी चाहिँ मेन मन्दिर त्यही हो मेन मन्दिर चाहिँ भिडले त यहाँ तल जानु सकेन माथि यतिको चाहिँ गर्नु पऱ्यो है बोलेको पनि केही सुन्दैन होला है टिकटमा चाहिँ माइन्ड नगर्नु यहाँ चाहिँ अलिक खुल्ला रहेछ छिडो है छिडो अब चाहिँ बन्द हुने बेला भइसक्यो यहाँ घुमियो फनफनी एकछिन घुम्यो अनि फर्किहालेको खुट्टा टेक्ने ठाउँ नभएर प्लस भिडियो पनि गर्न नसकेको स्याहाँ स्याहाँ भएर क्या छाती नै कस्तो दुखेको तल्लोबाट हिँडेर आएको नि त त्यही भएर यस्तो खाँदै हामी यहीँको लोकल पानीको टिपेको हो क्या चाहिँ त्यही भएर खाँदै हिँड्दैछौँ तर जाँदा पनि भिडै है पानीपुरी चटपट के खाने हो अब साथीहरू यता हामी त स्विमिङ नपुग्नु बेलासम्म यस्तै हुन्छ भिड जाम नजाम अब हामी चाहिँ खाजा जानु पर्ने हुन्छ चटपटीहरू खाऊँ न खाजा जान्छ थियो अब हामी चाहिँ चटपटे पानीपुरीहरू हेर अब चाहिँ हामी चाहिँ सर्टकट बाटो निस्केको है यो बाटो चाहिँ सर्टकट हुन्छ भनेर सर्टकट भनेर हिँडेको सर्टकट भनेको तर ओह्रालै ओह्रालो छ अगाडि चाहिँ पुगिसक्नु उहाँहरू चाहिँ जाँदा त यस्तो गाह्रो भयो कि काठमाडौँ सहर हेर्दा मात्रै लाग्ने रहर साथीहरू यस्तो देख्दो रहेछ यहाँबाट पुरै अघि चढ्दासम्म यति गाह्रो भएको कि सासै नसकेको मैले त अहिले चढ्दा सजिलो भयो त्यता हिँड्दै हिँडिन्छ लु हामी चाहिँ जाँदैछौँ आयो खुट्टा दुख्दै यसरी हिँड्दा त अब हामी यहाँबाट स्वयम्बु जाने नि त स्वयम्बु गएर एक राउन्ड घुमेर अनि घर जाने यहाँबाट चाहिँ हामी तलेको चाहिँ तल रोडमा यहाँ अब सिधै अघि आएको रोडमा पुग्छौँ सिधै साथीहरू हामी चाहिँ गाडी नपाएर पुरा हिँड्दैछौँ यहाँ गाडी नपाएर पेट्रोल पनि यस्तो महँगो भने थिएँ त्यही भएर वाइरकोमादेखि नै हिँडेको हामी अब अलिक पर गयो भने त स्वयम्बु आइपुग्छ यस्तो स्याहाँ स्याहाँ भयो नि यहाँ छाती नै कस्तो दुखेको जस्तो फिल भइरहेको क्या तपाईँहरूलाई म अब स्वयम्बु देखाउँछ त त्यो अब स्वयम्बु आइपुगेँ साथीहरू अघि कस्तो फेरि मैले त भ्लग राम्रोसँग बनाउनै सकिनँ क्या हिँड्दा यस्तो स्याहाँ स्याहाँ भइरह्यो कि सासै रोकेर जस्तो भइरहेको तर अहिले पनि त्यस्तै भइरहेको है स्वयम्बुको पछाडि यो तिनवटा बुढा भाटामा आइपुग्यो हामी चाहिँ पछाडिबाट देखाएँ मैले चाहिँ अगाडि मान्छे हुल्थ्यो कस्तो साह्रो भइरहेको बोल्न पनि त्यस्तो नसक्यो यस्तो फिल भइरहेको हिँड्दा वाइट गुम्बादेखि पो हिँड्दै आएको त हामी त त्यत्रो टाढादेखि हिँड्दै आयो तर हामी जाँदा चाहिँ हप्ता गरेर गएको बन्द हुन्छ अरे भनेर खाना छिर्न भयो तर हामी छिर्न बित्तिकै निस्किहालेको ल है साथीहरू अब हामी चाहिँ फर्केर पनि बस्तरी भएर माथि हिँड्दैछौँ अब मेरो भ्लग चाहिँ यहीँ स्टप हुन्छ यहीँ इन्ड हुन्छ जो जस्तो भए पनि लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला अर्को भिडियोमा भेटौँला।
See you next video.